वेलकम टु डे वान अफ मोटिभेसन। हामी प्राय जसोको मुख्य समस्या के हो थाहा छ तपाईँहरूलाई? हामी हाम्रो आधा जिन्दगी या त हामी हाम्रो फ्युचरको बारेमा सोचेर बसिरहेको हुन्छौँ या त हामी आफ्नो पास्टलाई कोट्याएर बसिरहेको हुन्छौँ र यही चक्करमा चाहिँ हामी आफ्नो प्रेजेन्टलाई बिर्सिने गर्छौँ। प्रेजेन्टलाई इन्जोय गर्ने बिर्सिन्छौँ। सोच्नुहोस् त, मानौ अहिले गर्मी छ भने हामी के भन्छौँ? ओहो त्यो त जाडो महिनै ठिक थियो यार। अहिले यहाँ जाडो छ भने ओहो गर्मी महिनै ठिक थियो यार। याद गर्नुहोस् त त्यो स्कुलको दिन। स्कुलमा हुँदाखेरि कहिले स्कुल सकिन्छ र कलेज जाउँला भनिन्छ र कलेज गएपछि ओहो स्कुलको दिनै ठिक थियो यार भनिन्छ। अनि कलेजमा हुँदा ओ कहिले कलेज सकिन्छ र जिन्दगी राम्रो हुन्छ। अनि कलेज सकिएको बेला जुन कलेजलाई हामीले जेल जस्तो सोचेको हुन्थ्यौँ अस्ति स्वतन्त्रता त्यहीँ रहेछ भनेर हामी बुझ्छौँ। र यहाँ के हुन्छ भन्दाखेरि हाम्रो अहिलेको मेन समस्या नै के हो भन्दा प्रेजेन्टमा हामी बाँच्नै सक्दैनौँ। हामी प्रेजेन्टमा बाँच्नुपर्छ। किन? किनभने त्यो कुराको भेल्यु तब मात्र हुन्छ जुन कुरा मेमोरी बनिन्छ। त्यही भएर आफ्नो प्रेजेन्टलाई एकदम राम्रो मेमोरी बनाउनुहोस्। किन फ्युचरमा सोचेर एकदमै तपाईँलाई रिग्रेट नहोस्। प्रेजेन्टमा पनि रिग्रेट नहोस्। सो लिभ अ लाइफ टु द फुलेस्ट इन यर प्रेजेन्ट। थ्याङ्क यू।